मन्दिरको दियो बाल्नु पर्दैन, बुझ्न लाको त्यो आत्माको दियो छ नि, हो त्यो दियो बाल्देऊ भने नि मेरो राज्य उज्यालो हुनेछ। हाम्रो सर्वशक्तिमान परमपिता परमेश्वरले भन्नुहुन्छ। किनकि मैले त जाऊ सुसमाचार सुनाऊ भनेर पठाएको हुँ, जाऊ सत्यको बिउ छर भनेर पठाएको हुँ, तर मानिसले सत्य बिउ छरेर बस्यो। धान कोदो मकै गहुँ चामल पता नै के 9 थरी अन्न बटुल्न लाग्नुभयो। अनि 9 थरी अन्न बटुलेर अनि रातभरि जागराम बसेर अनि सतबिउ भनेर भन्नुभएको थियो सत्यको बिउ छर, तर यहाँ आउँदा सतबिउ छरेर बस्यो। जाऊ हरेकको हृदयमा दियो बाल भन्नुभएको थियो, मान्छेले मन्दिर र घरको कुनामा दियो बाल्न सिकाइदिनु भयो। तर हाम्रो सर्वशक्तिमान परमपिता परमेश्वर भन्नुहुन्छ तिमीले लाख बत्ती बाल्नु पर्दैन, तिमीले करोड बत्ती बाल्नु पर्दैन। आज हामी सुन्छौँ यति 33 करोडलाई 33 करोड बत्ती बालियो भनेर 33 करोड बत्ती बाल्नु पर्दैन। दिन र दुखीहरूको हृदयमा एउटा मात्र दियो बाल्देऊ भने तिमीले संसारमा त्योभन्दा ठुलो धर्म केही पनि गर्नु पर्दैन। त्यसैले आज संसारका मानिसले तिमीलाई घृणा गर्यो भन्दैमा तिमीले आफैलाई कमजोर नठान, किनकि उहाँले तिमीलाई घृणा गरेको होइन, उहाँले तिमीलाई घृणा गर्नुभन्दा पहिला मलाई घृणा गरिसकेको हुन्छ। त्यसैले सर्वशक्तिमान परमपिता परमेश्वर भन्नुहुन्छ यदि तिमीहरू यस संसारका हुँदा हौ त संसारले तिमीलाई आफन्त ठानी माया गर्ने थियो नि त। तपाईँले परमेश्वर मान्ने बित्तिकै तपाईँलाई किन घृणा गर्नुपर्ने कारण के? आज म मेरो बुवा आमालाई बाँचुन्जेल के खानुहुन्छ र के लाउनुहुन्छ, म बाँचुन्जेल राजा र रानी बनाएर पाल्छु, तर मरेपछि म केही गर्दिनँ भने मैले पाउँदिनँ। समाजले यसको गरेर जानु हुँदैन, त्यसको गरेर जानु हुँदैन, यो समाजको विपरीत भयो, यो गर्यो त्यो गर्यो, यहाँ गर्यो त्यहाँ गर्यो। बरु जिउँदो बाआमालाई कुटोस् मारोस् प्रेम गर्नुहुन्छ समाजले। म मेरो बाआमालाई जिउँदो हुँदा म खिर लडाउनु पर्ने भने लडाउँछु,